So guys, welcome to my YouTube channel. आज चाहिँ हामी गइरहेको छौँ हाम्रो पिकनिकमा, दाजुभाइ पिकनिक। आज हाम्रो चल्दैछ र हाम्रो दादाहरू सबैजना हुनुहुन्छ यहाँनेरि। लगभग हाम्रो अग्रजै हाम्रो दादाहरू हुनुहुन्छ, उता हाम्रो विपिन भाइ हुनुहुन्छ, हाम्रो परविन सर हुनुहुन्छ, हाम्रो आजको कुकम्यान र हाम्रो सर यसो व्यवस्थापन गर्ने सर हुनुहुन्छ हाम्रो भीम सर। हाम्रो पिकनिक लगभग रमाइलो नै हुन गइरहेको छ। अघि चाहिँ हामीले अगाडिको हाम्रो केही भ्लगहरू तपाईँहरूलाई देखाउन छुटाएको छौँ। त्यसमा चाहिँ हाम्रो मोबाइलको चार्ज सकेको हुनाले अहिले चाहिँ पावर ब्याङ्कबाट हामीले चार्ज गरिरहेको छौँ। त्यसले गर्दाखेरि अलिकति हाम्रो भ्लग अगाडिको आउँदै गरेको भ्लगहरू छुटेको छ र तपाईँहरूलाई हामी देखाउँछौँ हामी कस्तो हुन्छ। हाम्रो दाजुभाइको धेरै वर्षपछिको एउटा भेटघाट, एउटा रमाइलो एउटा पल हामीले बिताउन गइरहेको छौँ। हेलो सम्पूर्ण नमस्कार, म चाहिँ विनोद पोखरेल। आज चाहिँ हामी दाजुभाइ वनभोज कार्यक्रम लिएर आइसकेको छौँ। फेदाबेक चिचिरिङ पोखरीमा आज हामी छौँ र हामीसँग म दाइ भइहालेँ, सबैभन्दा ज्येष्ठ दाइ, त्यसै गरी हाम्रो भीम पोखरेल भाइ, त्यसै गरी हाम्रो विपिन ढुङ्गल भाइ, प्रवीण पोखरेल, नवल पौडेल भाइ होइन। र हामी पाँचजना एकदम घरभित्रको मान्छे, 5 भाइ दाजुभाइ वनभोज कार्यक्रम लिएर आएको छौँ। र यो कार्यक्रममा चाहिँ हामी जति सक्दो धेरैभन्दा धेरै इन्जोय गरेर चाहिँ जाने हामीले अपेक्षा राखेको छ। तू मेरे से प्यार करती है या नहीं करती, ये बता दे तू बस। नहीं, मैं तेरे से लास्ट पर पूछ रहा हूँ। दाइ, अब आजको यो पिकनिकको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो दाजुभाइ भेटघाट कार्यक्रमलाई? आज हामीले यो दाजुभाइ पिकनिक कार्यक्रम आयोजना गरेको थियौँ। त्यसमा हामी आज 5 जना छौँ। हजुर, एकदमै रमाइलो भइरहेछ। हामीले चाहिँ मासु ल्याएको छौँ, भुजा चिउरा ल्याएको छौँ। अहिले हामी एक लटको खाना खाएर मासु चिउराको लागि मासु पकाउँदैछौँ। ठिक छ, ल हामी देखाउँदै गर्छौँ नि त हाम्रो दर्शकहरूलाई है। हाम्रो यता मनोरञ्जन लिँदै हुनुहुन्छ दादा भाइहरू। हामी सामान्य रूपले आएको छौँ, हामीसँग स्पिकर पनि केही छैन, मोबाइलमै गाना बजाएर हामीले एकदम फुल्ली इन्टरटेनमेन्ट लिइराखेको छौँ। ल नसक्नु, ल लोकल हो है, लोकल अर्ग्यानिक गाउँले डान्स। विपिनजी, के छ तपाईँको, के छ आजको यो विषयलाई तपाईँले कसरी लिनुहुन्छ? आज मलाई यस्तो लागिरहेको छ कि यो सपना कि विपना हो क्या, यो हामीले सपनामा सम्झेको थियो, आज विपनामा चेन्ज भयो क्या, चेन्ज भयो। अनि परविनजीको के छ यो धारणा? एकदमै ह्याप्पी मोमेन्ट। हजुर, ल भीमजीको आज हामीलाई धेरै समयपछि आएका छौँ, खुसी छौँ दाजुभाइ आज वनभोज कार्यक्रम।
ल अनि विपिनजी तपाईँको के अरे फेरि प्रस्ताव दानी गए दाइ मेरो खोइ त चम्ची तपाईँले व्यवस्थापन गर्नु भएन होइन हातैले गर्नुपर्ने भयो भनेपछि मेरो पार लागेन होइन हातैले खानुपर्ने भयो धोएर खानुपर्ने भयो कस्तो छ त नि स्वादिष्ट कस्तो छ हजुर उता प्रवीणजी कस्तो लाग्यो टेस्ट छैन लगभग छैन है छँदै छैन विपिनजी आज किन तपाईँलाई अलिक खाना गएन हामीले त राम्ररी खायौँ त मलाई के भने आज यो खाना खान टाइम लाग्यो क्या जब मलाई 10 बज्छ नि 10 बजे पछाडि यो खाना टाइम भयो भने मलाई जस्तै मिठो खानेकुरा दिए पनि अलिकति जस्तो लाग्दैन क्या बिस्तारै खाइरहेको छु खाना खाँदैछ भरे बेलुकासम्म लगभग सकिने रहेछ 2 घन्टा लाग्छ होला अलिकति एक गर्नु टाढै भयो ए हुन्छ हामी उता घर पुग्दै गर्छौँ 3.5 वर्षसम्म अनि यो खाएर सकेर आउँदा गएको त कि लिएर प्लास्टिकमा हालेर लिएर जाने भनेपछि कस्तो छ त स्वाद कस्तो छ के छ एकदम दामी हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ त यो हामी अहिले कुन कुन स्थानमा छौँ अरे त्यो भनिदिनु त तपाईँले हामी फेदापेट र तिनको सङ्गम स्थल चिचिलिङ पोखरी चिचिलिङ पोखरी हजुर पर्यटकीय स्थल हो तपाईँहरू पनि आउनु होला भ्रमण गर्नु होला हाम्रो फेदाप गाउँपालिका वार्ड नम्बर 1 मा रहेको 1 र 3 को सङ्गम स्थलमा रहेको चिचिलिङ पोखरी भ्रमण गर्न सक्नुहुन्छ र आज हामीले हाम्रो पिकनिक कार्यक्रमलाई समापन गरी हामीले खाएका प्लेटहरू प्लास्टिकका कुराहरूलाई चाहिँ हामीले यहाँनिर जलाएर नष्ट गर्दैछौँ अब सरसफाइ पनि अब गर्नुपर्छ खाएपछि भन्ने हाम्रो एउटा उद्देश्यका साथ हामीले यसलाई पनि डिस्पोज कार्यक्रम गर्दैछौँ र यो सबै सरसफाइ कार्यक्रम गरिसकेपछि यो स्थलबाट हामी बिदा चाहन्छौँ गाइस आज चाहिँ हामीले पिकनिकलाई पनि समापन गरेर अघि बढिसकेका छौँ र अब हामी जानेछौँ हाम्रो चिचिलिङ पोखरी हामी अलिकति अवलोकन गर्छौँ त्यस पछाडि अगाडि रहेको एउटा हाम्रो भ्यू टावर छ है अनि भ्यू टावर पनि हामी थोरै अवलोकन गर्छौँ र त्यस पछाडि हामी घर लाग्छौँ हाम्रो सरहरू सबैजना आफ्नो सामानहरू बोकेर ल्याएको सामग्रीहरू बोकेर अघि बढिसक्नु भएको छ गुराँसहरू पनि यहाँनिर रोडोडेन्ड्रन भनेको नेपालको राष्ट्रिय फुल भनेर चिनिन्छ हाम्रो लाली गुराँसलाई त्यो पनि निकै राम्रो फुलेको छ तपाईँले देख्न पनि सक्नुहुन्छ लगभग यहाँनिर देख्न पनि सक्नुहुन्छ मजाले देखिँदैन रहेछ अहिले म बाटोमा गुराँसहरू पनि देखाउँदै लग्छु तपाईँहरूलाई ल फेदाप गाउँपालिका वडा नम्बर 1 र 3 को सङ्गम स्थलमा रहेको यो चिचिलिङ पोखरी हो यो पनि पर्यटकीय स्थलको रूपमा एकदम चलेकै ठाउँ हो तेह्रथुमको र हामी यहाँबाट अगाडि बढ्ने क्रममा छौँ यहाँ पनि हामीले 1-2वटा तस्विरहरू हामीले केही क्रिएट गरेका छौँ र हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ अब हेर्दै जाउँ कहाँसम्म पुगिन्छ हामीले आफ्नो पिकनिक पनि समापन गरेर अगाडि बढ्दैछौँ हाम्रो दादाहरू अगाडि हुनुहुन्छ दादाभाइहरू हामीले पिकनिकमा ल्याएका सामग्रीहरू सबै बोकेर एक-एकवटा सामग्रीहरू बोकेर हामी अघि बढिसकेका छौँ र हामीले एक गाग्रो पानी पनि ल्याएको थियौँ र पानीलाई चाहिँ दुःख गरेर तलबाट ल्याएको पानी किन फ्याल्नु भनेर हामीले बोतलमा उब्रिएको पानी ल्याएको छौँ बाटोमा खानको लागि र हामी भ्यू टावर अवलोकनको लागि भ्यू टावर घुम्नको लागि यहाँ माथि थोरै देखिरहेको छ भ्यू टावरको थोरै केही रूप हामीले देखिसकेका छौँ भ्यू टावर अवलोकनको लागि हामी अगाडि बढिसकेका छौँ त्यहाँ पुगेपछि हामी तपाईँहरूलाई देखाउने नै छौँ है नेपालको राष्ट्रिय फुल भनेर चिनिने हाम्रो लाली गुराँस ढकमक्कै फुलेको अवस्था छ र हामी अहिले ठ्याक्कै आएको छौँ हाम्रो चिचिलिङको भ्यू टावर आएको छौँ हाम्रो विपिन भाइलाई कस्तो लागिरहेछ त आजको हाम्रो घुमघाम पिकनिक हजुर अघि खानु पनि राम्रै गरियो हजुर अहिले उकालो आइरहेछौँ अलिक गाह्रो भएको छ हिँड्नलाई धेरै समय भयो उकालो ओह्रालो नहिँडेको धेरै समय भयो त्यही भएर अलिकति थोरै गाह्रो महसुस भएको छ हामीले भ्यू टावर लगभग 3 तले छ भ्यू टावरबाट कस्तो देखिन्छ माथिको दृश्यहरू
माथिबाट हेर्दा कस्तो खालको दृश्य देखिन्छ र हामी तपाईँहरूलाई देखाउने नै छौँ र हामी भ्यू टावरको फेदबाट हामी माथि चढेर तपाईँहरूलाई देखाउनेछौँ। हेलो गाइज, आज चाहिँ म तेह्रथुम फेदाप गाउँपालिका वडा नम्बर 1 मा आएको छु र यहाँको चाहिँ हाम्रो भ्यू टावरको केही दृश्यहरू अवलोकन गरिरहेको क्रममा छौँ हामी र हाम्रो स्थानीय दाइ हुनुहुन्छ विनोद पोखरेल, मेरो ठुलो अमीको छोरा हुनुहुन्छ। उहाँले चाहिँ यो स्थानको बारेमा केही डिफिनेसन गरिदिनुहुन्छ। दाइ केही यसो तपाईँले भनिदिनु होला। सम्पूर्णमा नमस्कार, म चाहिँ विनोद पोखरेल, मेरो घर फेदाप तेह्रथुम। म चाहिँ यसै फेदाप गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिकको रूपमा कार्यरत छु। आज चाहिँ अब हाम्रो नवल भाइ तल झापाबाट यहाँ आउनुभएको छ र उसले चाहिँ दाइ यस क्षेत्रको बारेमा केही बताइदिनुहोस् भनेको छ र सम्पूर्णलाई पनि जानकारी दिनुपर्दाखेरि यो चाहिँ तेह्रथुम जिल्लाका 6वटा स्थानीय तहमध्ये एक स्थानीय तह फेदाप गाउँपालिका हो। यो चाहिँ अहिले हामी उभिराखेको ठाउँ चाहिँ समुद्री सतहबाट 1900 मिटरको उचाइमा हामी छौँ अहिले र अलिकति भाइलाई मैले भनेअनुसारै यहाँ क्यामेरा घुमाइदिन म अनुरोध गर्दछु। यता यो तल्लो क्षेत्रमा यो सिधै मैले देखाइरहेको छु, दक्षिण पूर्व देखाइरहेको छु। त्यो तल गुरियामा तमन नदी छ। तमन नदीबाट पारिपट्टि आज पहरो लागेर अलिकति हामीलाई मौसमले साथेको छैन। त्यो पारिपट्टि चाहिँ पाँचथर जिल्ला हो र इलामको पनि राँके भन्ज्याङ यहाँबाट हामी देख्न सक्छौँ। यो पछाडि देखाइदिनु भाइ, सिधै यो पाथिभरा मन्दिरको सिधै पारिपट्टि चाहिँ इलामको हामी राँके भन्ज्याङ पनि देख्न सक्छौँ। आज पहरो लागेको छ। अनि यतापट्टि देखाइदिनु है, यतापट्टि यो सिधै यो मेरो अमलातिर यो पारिपट्टि आठराई गाउँपालिका तेह्रथुमको र आठराई गाउँपालिकाको पल्लोपट्टि चाहिँ ताप्लेजुङ जिल्ला छ र यहाँबाट पाथिभरा माताको हाम्रो ठुलो पाथिभरा पनि मजाले हामी यहाँबाट देख्न सक्छौँ, यहाँबाट दर्शन गर्न सक्छौँ र हामीले उहाँकै एक बहिनीको रूपमा एकजना यहाँ हुनुहुन्छ, कान्छी पाथिभरा माता, यहाँ फेदाप पाथिभरा यहाँ। त्यसै गरी यहाँबाट नवल सर यता देखिदिनुहोस्, यहाँबाट हामीले उत्तर पश्चिममा हामी सङ्घसभा देख्न सक्छौँ। सङ्घसभाको एकदमै गुराँसको रमणीय ठाउँ टिएमजे रेन्ज, जुन फुका पोखरीहरू पनि यता छ, तर आज पङ्गालोले गर्दाखेरि केही देखेको छैन, बिस्मत हो। यो चाहिँ हामीलाई अलिकति मौसमले साथ दिएन र केन्द्र फेदाप गाउँपालिकाको केन्द्र पोखलाबाङ बजार एउटा ऐतिहासिक बजार पनि हो यो चाहिँ र यहाँको किराँत सभ्यता अथवा लिम्बू सभ्यतामा चाहिँ यो फेदाप क्षेत्रको एउटा ठुलो महत्त्व रहेको छ र फेदाप भाषाको, फेदाप लवाबको र फेदापको इतिहाससँग जोडिएको सम्पूर्ण कुराहरू पनि यसै पोखलाबाङमा रहेको छ र यो फेदाप चाहिँ मेन्साइम डाँडाबाट यता पारी अमरपुर लगभगसम्मको यो रेन्जै फेदाप हो। तर पछि देश सङ्घीय संरचनामा गइसके पश्चात चाहिँ यो कोया खोलाबाट पश्चिम र खुरुङ्गा खोलाबाट पूर्वको क्षेत्रलाई चाहिँ फेदाप गाउँपालिका नामाकरण गरियो र मैले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकाको बारेमा थप भन्नुपर्दाखेरि चाहिँ पहिला चाहिँ एसियाको दोस्रो, नेपालको पहिलो र अहिले चाहिँ एसियाको तेस्रो र नेपालको दोस्रो हाम्रो ह्यातुङ झरना 365 मिटर लम्बाइ भएको झरना पनि हाम्रो यसै स्थानीयतामा रहेको छ, जुन इसिप र समुद्रको बिचमा रहेको छ। त्यसै गरी चिचिङ पोखरी अलिकति विन्टर सिजनमा पानी अलिक सुक्ने समस्या छ, हाम्रो झरनामा पनि त्यही समस्या छ। पानी चाहिँ विन्टरको सिजनमा अलिक कमै हुन्छ, रेनी सिजनमा राम्रो पानी हुन्छ झरनामा, तर यातायातको अझै पनि बाटो छैनन्। त्यसले गर्दाखेरि अलिकति बर्खामा चाहिँ असन्तै रहेको छ र पनि झरनाभन्दा 3-4 किलोमिटर ओर्तिकोसम्म पिच बाटो पनि पुगिसकेको छ, 4-5 किलोमिटर अगाडिसम्म र फेदापमा धेरै कुराहरू छन्। ऱ्याफ्टिङ गर्नको लागि तमन नदी पनि नजिकै छ, फेदापले नै छोएको छ, जुन तमनमा आएर एउटा जल यात्रा गर्न सक्नुहुन्छ, जल यात्राको मजा पनि लिन सक्नुहुन्छ। त्यसै गरी फेदापको उच्च ठाउँहरू जुरे भगवती, यहाँ आउनुहोस् नवल सर, अलिकति उचाइमा रहेको फेदापको सबैभन्दा उचाइमा रहेको जुरे भगवती एकदमै पुरानो जङ्गल पनि रहेको छ र पुरानो भगवती पनि हो। त्यहाँ चाहिँ हामीले आजभन्दा 300-400 वर्ष पुरानो रुखहरू पनि, कटुसको रुखहरू पनि देख्न सक्छौँ र हजुरहरूलाई म एउटा के अनुरोध गर्न चाहन्छु भने फेदाप गाउँपालिका तेह्रथुम चाहिँ एउटा नेपालकै पर्यटकीय क्षेत्र, पर्यटकीय सम्भावना बोकेको एउटा क्षेत्र हो। त्यसैले गर्दाखेरि सम्पूर्ण तपाईँहरूलाई मेरो अनुरोध, यहाँ चाहिँ नेपालको दोस्रो, पहिला चाहिँ पहिलो थियो, अहिले पचाल झरना कालीकोटमा
पत्ता लगाइसकेपछि चाहिँ यहाँको झरना दोस्रो भएको छ र यो झरना एकचोटि आइदिनु होला विनम्र अनुरोध गर्दछु। र फेदामा अरू पनि मजौ गुफा लगायत अब धेरै छन् हाम्रो। त्यसमा पनि अब इम्पोर्टेन्ट चाहिँ हाम्रो मजौ गुफा, यात्रङ झरना र चिजिलिङ पोखरी, पोक्लाबङ बजार, अब हाम्रो पार्क पनि बन्दैछ, हाम्रो सङ्ग्रहालय पनि बन्दैछ। सम्पूर्ण कुराहरू छ। एकचोटि जीवनमा हजुरहरू पनि फेदाप आइदिनु होला। हजुरहरूलाई मैले अहिलेदेखि हार्दिक निमन्त्रणा गरेँ, एकचोटि फेदाप आइदिनु होला, घुमिदिनु होला। हस् त, धन्यवाद तपाईँलाई भाइ। धन्यवाद भाइ। यो पाथिभरा मन्दिरमा चाहिँ परेवाहरूलाई चारो दिने काम भएको छ। यहाँ चढाउनु भएको परेवाहरूलाई चाहिँ चारोको व्यवस्था पनि हामीले गरिसकेका छौँ। र हामी यहाँ हुनुहुन्छ हाम्रो देवी पाथिभरा मन्दिर। पाथिभरा मन्दिर यहाँ फेदाप 1 मा रहेको चिजिलिङ पोखरीको छेउमा रहेको पाथिभरा मन्दिर हो यहाँ।